यसै गरी हामी हाम्रो माझमा हामी यहाँले स्वागत गर्न चाहन्छौँ दिलीप ओलीजी। आउनुहोस्, तालीले स्वागत गर्न चाहन्छौँ। थ्याङ्क यू सर। दिलीपजी, कस्तो महसुस भइरहेछ तपाईँ 150जनाको गर्लफ्रेन्डको भएको? मलाई चाहिँ यो सरासर यो झुटो आरोप हो। सरले चाहिँ मलाई झुटो आरोप लगाएर बहुत घटिया काम गर्नुभएको छ। होइन सर, मैले तपाईँको 150जनामा मैले 100जना 102जना जतिको मैले बयान पनि लिएको छु हजुर। उहाँले नै भन्नुभएको थियो यो मान्छे एकदम हरामी मान्छे हो, हजुर, आफ्नो मतलब पुरा गरेर छोड्ने काम गर्छ। यो सरासर झुटो सर। यो भन्ने मान्छेले मलाई तुरुन्तै बोलाउनु त। उहाँ यो यस्तो प्राइभेसीको कारणले उहाँले हामीले बनाउन सक्दैनौँ। त्यहाँको नै इज्जत छ हजुर। तपाईँ जस्तो बोका मान्छे, हरामी, पापी होइन, त्यस्तो मान्छेको अगाडि गर्लफ्रेन्ड तपाईँले बोका कसले भन्नु छ? होइन सरी सर, सरी तर बोका कसले मैले भन्नु भन्नुभएको सर, आवाज मेरो तर बोली मेरो तर शब्द उहाँको ल त्यहाँबाट मलाई सम्पर्क गराउनु। सम्पर्क र तपाईँसँग होला दिलीपजी, तपाईँको एक्स गर्लफ्रेन्डहरू हुन्। त्यहाँलाई तपाईँले जसले तपाईँले कुरा लाग्यो त्यहाँलाई सम्पर्क गर्नु त, म त्यहाँसँग कुरा गर्न चाहन्छु। होइन होइन उहाँको नम्बर पनि हामीले यहाँ फोन गर्न चाहन्न, किनकि उहाँको आवाज सुन्यो भने पब्लिक नगर्नु तपाईँले, त्यही पनि त्यो गर्न सक्नुहुन्छ नि। तपाईँले यस्तो नगर्नुहोस् हजुर दिलीपजी। उहाँको पनि केही सम्मान छ, इज्जत छ, उहाँको समाजमा पनि बेइज्जत होला हजुर। तपाईँले के सोच्नु भएको छ? तपाईँ त आफ्नो मतलब सरासर त्यहाँको होइन, यस्तो मेरो गर्न मिल्दैन हजुर। भइरहेछ। तपाईँ त गर्लफ्रेन्डको